नमस्कार सबैजनालाई हाम्रो यस युट्युब च्यानलमा स्वागत छ। आज पनि हामीहरूले तपाईहरूका लागि सामान्य ज्ञान सम्बन्धी केही प्रश्नहरू लिएर तपाईँ सामु आइपुगेका छौं। कृपया भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। अब ढिला नगरी आजका प्रश्नहरूतिर लागौं। तपाईहरूको लागि आजको पहिलो प्रश्न रहेको छ, विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको प्राकृतिक सम्पदा कुन हो? अप्सन ए मा रहेको छ बर्दिया राष्ट्रिय निकुञ्ज, अप्सन बी मा रहेको छ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, अप्सन सी मा रहेको छ खप्तड राष्ट्रिय निकुञ्ज, अप्सन डी मा रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्ज। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन डी सगरमाथा राष्ट्रिय निकुञ्ज। तपाईहरूको लागि आजको दोस्रो प्रश्न रहेको छ, भगवान बुद्धको जन्मस्थलको रूपमा परिचित लुम्बिनी कहिले विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो? अप्सन ए मा रहेको छ सन् 1979, अप्सन बी मा रहेको छ सन् 1984, अप्सन सी मा रहेको छ सन् 1997, अप्सन डी मा रहेको छ सन् 1989। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन सी सन् 1997। तपाईहरूको लागि आजको तेस्रो प्रश्न रहेको छ, सिरुवा पर्वलाई महत्त्वपूर्ण पर्वको रूपमा मनाउने जाति कुन हो? अप्सन ए मा रहेको छ लेप्चा जाति, अप्सन बी मा रहेको छ राजवंशी जाति, अप्सन सी मा रहेको छ राउटे जाति, अप्सन डी मा रहेको छ धिमाल जाति। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन बी राजवंशी जाति। तपाईहरूको लागि आजको चौथो प्रश्न रहेको छ, नेपाली भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ? अप्सन ए मा रहेको छ द्रविड परिवार, अप्सन बी मा रहेको छ भोट बर्मेली परिवार, अप्सन सी मा रहेको छ भारोपेली परिवार, अप्सन डी मा रहेको छ आग्नेय परिवार। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन सी भारोपेली परिवार। तपाईहरूको लागि आजको पाँचौं प्रश्न रहेको छ, द्रविड भाषा परिवारसँग सम्बन्धित नेपालमा बोलिने भाषा कुन हो? अप्सन ए मा रहेको छ तामाङ, अप्सन बी मा रहेको छ सत्तार, अप्सन सी मा रहेको छ खस, अप्सन डी मा रहेको छ झाङ्गड। तपाईहरूको समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन डी झागड। तपाईहरूको लागि आजको छैटौं प्रश्न रहेको छ, नेपाली साहित्यमा आँसु कवि भनेर चिनिने साहित्यकार को हुन्? अप्सन ए मा रहेको छ मोतीराम भट्ट, अप्सन बी मा रहेको छ भानुभक्त आचार्य, अप्सन सी मा रहेको छ शम्भु प्रसाद ढुङ्गेल र अप्सन डी मा रहेको छ लेखनाथ पौड्याल। तपाईहरूको समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन सी शम्भु प्रसाद ढुङ्गेल। तपाईहरूको लागि आजको सातौं प्रश्न रहेको छ, पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरिएको छ? अप्सन ए मा रहेको छ शिखर शैली, अप्सन बी मा रहेको छ मिश्रित शैली, अप्सन सी मा रहेको छ तले शैली, अप्सन डी मा रहेको छ मुगल शैली। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो साथीहरू अप्सन ए शिखर शैली। तपाईहरूको लागि आजको आठौं प्रश्न रहेको छ, साझा पुरस्कारको स्थापना कुन सालमा भएको थियो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 2013 सालमा, अप्सन बी मा रहेको छ विक्रम सम्वत 2045 सालमा, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2052 सालमा र अप्सन डी मा रहेको छ विक्रम सम्वत 2026 सालमा। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन डी विक्रम सम्वत 2026 सालमा। तपाईहरूको लागि आजको नवौं प्रश्न रहेको छ, मदन पुरस्कार पाएको कृति अग्निका लेखक को थिए? अप्सन ए मा रहेको छ विजय कुमार,
अप्सन बीमा रहेको छ रामलाल जोशी, अप्सन सीमा रहेको छ डाक्टर नवराज लम्साल, अप्सन डीमा रहेको छ राजन मुकारुङ। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन सी, डाक्टर नवराज लम्साल। तपाईहरूको लागि आजको अन्तिम प्रश्न रहेको छ, नेपालमा बोलिने सतार भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ? अप्सन एमा रहेको छ द्रविड परिवार, अप्सन बीमा रहेको छ भोट बर्मेली परिवार, अप्सन सीमा रहेको छ भारोपेली परिवार, अप्सन डीमा रहेको छ आग्नेय परिवार। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन डी, आग्नेय परिवार। हाम्रो यस भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुभएकोमा धन्यवाद दिँदै यस्तै खालका अन्य सामग्रीहरूको लागि हाम्रो यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला। साथै तपाईहरूका केही सल्लाह, सुझाव तथा जिज्ञासाहरू भएमा हामीलाई इमेल मार्फत जानकारी गराउनुहोला। धन्यवाद।